यो त भयो क्रिमिनलले देखाउने बिहेभियर या भनौं टाइपोलोजिज। अब अगाडि प्रश्न आउँछ कि बैंकका कस्तो कस्टमरहरू चाहिँ आखिर मनी लन्ड्रिङ अथवा टेररिस्ट फाइनेन्सिङ गर्ने व्यक्ति हुन सक्छन् त? नेक्स्ट हेरौँ है त। 1 डिपोजिट कस्टमर, 2 लोन कस्टमर, 3 डेबिट अथवा क्रेडिट कार्ड होल्डर्स, 4 ट्रेड अपरेसन कस्टमर्स, 5 रेमिटेन्स कस्टमर, 6 वॉक इन कस्टमर्स अर्थात् फ्रम एभ्रीवन। क्रिमिनल जस्तो सुकै रूपमा पनि डिस्गाइज भएर बैंकमा एन्ट्री गर्न सक्छन्। That means everyone who enters in bank could be potential money launderer or the one who involved in financial terrorism activities. Higher scrutiny is needed for every entering individuals. अब कुरा गरौँ यस्तो क्रिमिनलहरू बैंकमा प्रवेश गर्दा हुने बैंकलाई जोखिम चाहिँ के हो त? यस्तो क्रिमिनलहरू बैंकमा प्रवेश गर्दा बैंकलाई हुने जोखिमलाई निम्नानुसार हेर्न सकिन्छ। पहिलो नम्बरमा छ रेपुटेशनल रिस्क। कुनै पनि अर्गनाइजेसनको लागि उसको रेपुटेसन एकदम ठूलो कुरा हुने गर्छ। बैंक या फाइनेन्शियल सिस्टमबाट इलिगल पैसा मोबिलाइज हुँदा त्यो बैंक या फाइनेन्शियल इन्स्टिट्युसनको रेपुटेसनमा आँच आउँछ। राम्रो रेपुटेसन नभएको अर्गनाइजेसनले कहिले पनि राम्रो पर्फर्म गर्न सक्दैन। यदि राम्रो नै पर्फर्म गरे पनि रेपुटेसन राम्रो नभएको कारणले त्यो अर्गनाइजेसनलाई कहिले पनि हाइलाइटमा आउन सक्दैन। त्यस्तै दोस्रो रिस्क छ फाइनेन्शियल रिस्क। बैंक तथा फाइनेन्शियल इन्स्टिट्युसन भनेको टोटली मोनिटरी काम गर्ने संस्था हो। यी संस्थाहरू चनाखो नहुँदा एवं कम्प्लायन्सलाई ध्यान नदिँदा त्यसको कन्सिक्वेन्सको रूपमा फाइनेन्शियल लसहरू बिहोर्नु पनि हुन सक्छ। त्यस्तै तेस्रो पोइन्ट छ कम्प्लायन्स अथवा रेगुलेटरी रिस्क। कुनै पनि फाइनेन्शियल इन्स्टिट्युसनलाई रेगुलेट गर्ने रेगुलेटर हुन्छ जस्तो कि गभर्नमेन्ट या सेन्ट्रल बैंक। यदि बैंक या फाइनेन्शियल इन्स्टिट्युसनले राम्रो मोनिटरिङ गर्न नसकेर फाइनेन्शियल सिस्टमबाट पैसा मोबिलाइज भएर मनी लन्ड्रिङ अथवा फाइनेन्सिङ टेररिजमको घटना हुन्छ भने रेगुलेटरले उनीहरूलाई पेनलाइज गर्छ, जसमा पर्न सक्छ लाइसेन्स होल्ड गर्नदेखि लिएर नगद जरिवानासम्म। दिस विल अगेन अट्र्याक्ट रेपुटेसनल एज वेल एज फाइनेन्शियल रिस्क टु द कम्पनी। त्यस्तै चौथो पोइन्टमा छ लिगल रिस्क। मनी लन्ड्रिङ अथवा फाइनेन्सिङ टेररिजम दुवै इलिगल र क्रिमिनल एक्टिभिटिज हो। यस्तो एक्टिभिटिज बैंकको थ्रु एक्जिक्युट हुँदा त्यसको अल्टिमेट इफेक्टको रूपमा बैंक या फाइनेन्शियल इन्स्टिट्युसनलाई लिगल कन्सिक्वेन्सेस पनि भोग्नुपर्ने हुन सक्छ। अर्थात् दे माइट फेस कोर्ट ट्रायल फर सपोर्टिङ अर बिङ साइलेन्स अन अर ड्युरिङ मनी लन्ड्रिङ अर फाइनेन्शियल टेररिजम।